र अहिले चाहिँ मैले माइक माथि राखेर बोलिरहेको छु, हेलमेटभन्दा माथि। कस्तो आउँछ आवाज चाहिँ त रिजल्टले बताउला। चक्रपथबाट चाहिँ म अगाडि बढ्ने क्रम जारी छ। यहाँ जाम छ, कतिखेर खुल्छ थाहा छैन, तर ट्राफिकले डाकेको अवस्था छैन गाइज। अझै 85-86 सेकेन्ड छ जस्तो छ हैन। गाह्रो छ। काठमाडौँको जामको जिन्दगी गाह्रो छ हो काठमाडौँमा। कतिखेर खुल्छ थाहा नहुने यार, थेटरिका। अझै 1 मिनेट बाँकी छ, बल्ल उताको खुलाइरहेछ। र मेरो गोप्रोको ब्याट्री ठ्याक्कै 18% छ। 18%ले कति मिनट खिच्दो रहेछ थाहा हुन्छ। मैले यो अफ नभएसम्म खिच्दै जानेछु। र यो सेटअपमा मेरो ठ्याक्कै 256 GB को मेमोरी छ भने यो सेटअपमा मेरो ठ्याक्कै अझै 4 घन्टा खिच्न सक्छ है। यो 4K 60 FPS को सुपर वाइड हो यो हैन। HDR सेटअपमा 17, 16, 18, 15, 14 र अब चाहिँ मेरो पनि जाम खुल्या जस्तो छ हैन। ओके, जाम खुल्यो फाइनली गाइज। र म अगाडि बढ्दैछु, मेरो माइक माथि सेटअप भइरहेछ र अहिले म गुड्दैछु चक्रपथ एरियामा है। एकदम सुपर डुपर रोड छ। यो स्कुटरले साइड लाइट बालिरहेछ, म अगाडि गुडिरहेछु। कुरो त्यही हो गाइज, म बिस्तारै जान्छु। र मेरो गोप्रोको चाहिँ ब्याट्री एकदम कम छ हैन, 18% मात्र छ। यो नसिद्धिन्जेलसम्म म खिच्छु र तपाईहरुलाई देखाइदिन्छु काठमाडौँको रिङ रोडको यो भ्यू, वाइड भ्यू है। सडक धुलाम्मे छ गाइज है, त्यही हो। बनाउँदैछन्, यो बनाइसकेपछि बबाल हुन्छ है रोड 4 लेनको। यसले बीच बाटोबाट पुरा आफ्नै सुरमा काटिरहेछ बाटो। ओके, यहाँ आएर फेरि जाम भयो सुकेधारामा आएर। सुकेधारा चप्पल कारखाना वरिपरिको एकदम एरिया हो। यहाँ ठुला ठुला गाडीहरू छन् अगाडि। सायद के को जाम हो थाहा भएन, बाटो बनाउँदैछ कि जस्तो लागिरहेछ। ओके, बाटो बनाइरहेर सस्तो छ। यो त 2टा तला जस्तो छ यार यो गाडीको त यार। आम्मामा कति अग्लो हो। ओके, यो जामलाई सिचुल्दै अगाडि बढ्नु छ गाइज है, त्यही हो कुरो। अब सबैलाई हतार छ। चप्पल कारखानानिर आइपुगेको छु म अहिले। र यहाँ पनि थोरै जाम भएको अवस्था छ गाइज। अब हेरौँ, यहाँबाट अगाडि बढ्नु पर्ने छ।
र अहिले चाहिँ म गोपीकृष्ण एरियामा आइपुगेको छु है। यहाँबाट पारी पुल तरेर म चाहिँ घरतर्फ लाग्छु है। यो ठ्याक्कै ओम हस्पिटलको छेउको पुलमा आइपुगेँ म, गोपीकृष्णको पुलमा। यो पुल पारीबाट म ठ्याक्कै लेफ्ट टर्न गरेर आरुबारीतर्फ लाग्छु अब चाहिँ। ओके, पुलमा पनि आइपुगेँ। पारिपट्टि ओम हस्पिटल देख्न सक्नुहुन्छ गाइज। यो गाडीले लास्टै डिस्टर्ब गरिरहेछ। म ठ्याक्कै यहाँ अगाडिबाट खासमा लेफ्ट टर्न लिनुपर्ने हो। जेब्रा क्रसिङबाट मान्छे आएको भएर उसले नै बिस्तारै आएको रहेछ होइन। र यहाँबाट मैले लेफ्ट टर्न लिएँ। अब घरतर्फ लागेँ गाइज। यो चाहिँ गोपीकृष्ण हो होइन। यहाँबाट राइट टर्न लिन्छु अनि त्यस पश्चात चाहिँ आरुबारीतर्फ लाग्छु। लगभग म गुडेको 1 घन्टा जति भयो, त्यही भएर गलिसकेको छ है। चाख पुरै दुखिरहेको छ यार। ओके, मेरो ब्याट्री कति रहेछ भन्दा 10%मा झरिसकेको रहेछ मेरो ब्याट्री होइन। अब 10%ले कति खिच्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी नै छ गाइज। अहिलेसम्म ठ्याक्कै 8 मिनट खिचिरहेको रहेछ र अगाडि बढ्दैछ टोली। निधार चिलाइरहेको छ यार। र म तेन्जिङ चोक अगाडि बढ्दैछु है। कत्रो गाडी फर्काइरहेको छ हौ त्यहाँबाट यार। ठुलो गाडीले जाम हान्दिएछ। अब खुल्यो, अगाडि बढ्नु चाहिँ पर्यो होइन। ब्लक हान्छ अहिले। ओके,
गाइस अहिले म ठ्याक्कै तेन्जिङ चोकमा आइपुगेको छु है। यहाँबाट पनि अगाडि बढ्नु छ। योभन्दा उता भ्रिकुटी चोकबाट म भित्र छिर्छु, त्यसपछि घर आइपुग्छु। ओके, भ्रिकुटी चोकमा आइपुगेँ अहिले म। र यहाँ अगाडिबाट म चाहिँ के गर्छु भन्दा राइट टर्न लिन्छु, त्यस पश्चात घरतिर कुद्छु हैन। अब यहाँबाट गएपछि मेरो घर पुग्छ। सानो बच्चा कुदाइरहेछ यो दिदीले है। दिदी हो कि बहिनी हो? कहाँबाट ल्याउँछ माछाला? गाइस यहाँभन्दा उता चाहिँ जाम छ जस्तो लाग्छ है, किनभने माथि तिनचुलीको बाटो बन्द छ, त्यही भएर सबै यतैबाट हिँडिरहेछन् जस्तो लागिरहेछ। त्यही पनि हेरौँ कतिको जान्छ। छिर्न त म छिर्छु यहाँबाट हैन, त्यहाँ तलतिर जाम छ कि जस्तो लाग्छ। ओके, अब चाहिँ घर आइपुग्न आँटे। ओके, यहाँ जाम थियो अघि, लास्टै अहिले चाहिँ खुलिसकेको छ जाम पनि।
फाइनली गाइज अब प्लटिङभित्र छिरेको छु म बस्ने नागेश्वर प्लटिङभित्र। प्लटिङभित्र छिरेपछि आनन्द छुट्टै छ गाइज फेरि होइन।